प्यारो प्यारो साथीहरू, गुड मर्निङ, नमस्कार, शुभ दिन। म प्रभा गेवाली एलआइसी नेपाल लिमिटेडबाट, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लिमिटेडबाट अहिले बिमाको बारेमा, नेपाल लाइफ इन्सुरेन्स एनएलआइसीको बारेमा जुन किसिमको भ्रामक हल्लाहरू फैलिरहेको छ त्यसको बारेमा भिडियो मैले अलि अस्ति नै बनाउनु पर्ने थियो, तर मैले अलिकति टाइम पाइनँ, या मैले नियमन कार्य निकायबाट नै कुनै कुरा आउँछ त्यसपछि गरौँला भनेर सोचेको थिएँ। तर प्राय मेरै बिमितहरूलाई पनि अब एनएलआइसी र एलआइसी भनेको एउटै लाग्ने भएको भएर उहाँहरूलाई पनि एकदम धेरै ठुलो क्युरिज भयो। कम्पनीले हाम्रो पैसा खाइदिन्छ, यो गर्छ त्यो गर्छ। सर्वप्रथम त मैले यो जानकारी गराउन चाहेँ, मैले एलआइसी नेपाल लिमिटेडमा काम गर्ने हो र अहिले जुन किसिमको विवाद आइरहेको छ त्यो नेपाल लाइफ एनएलआइसीको हो। नेपाल लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लिमिटेड र एलआइसी नेपाल लिमिटेड दुईवटा फरक कम्पनी हो। मैले चाहिँ एलआइसीमा काम गर्छु। मसँग जोडिएका सम्पूर्ण बिमितहरू एलआइसी नेपाल लिमिटेडसँग जोडिएको हो भने अहिले मसँग बिमा गर्ने बिमितहरूको विषयको कुरा नै होइन यो। र अर्को कुरा, अब कुरा आयो एलआइसीमा बिमा गर्ने बिमितहरूले के गर्ने त? एलआइसीमा काम बिमा गर्नुभएका बिमितहरू पनि आत्तिनुपर्ने, डराउनुपर्ने होइन। यो कम्पनीको आन्तरिक म्याटर नै होइन। यो कम्पनीले हजुरको पैसा खाइदिने, कम्पनीको बोनस दर घट्ने र कम्पनीका विविध कुराहरू सम्बन्धी म्याटर होइन। यो म्याटर हरेक बिमा कम्पनीमा एउटा बीमक समिति हुन्छ, अभिकर्ताहरूको सङ्घ हुन्छ। एलआइसी नेपाल लिमिटेडमा पनि अभिकर्ता सङ्घ बीमक समिति एलआइसी नेपाल लिमिटेड भनेर छ, र एनएलआइसीमा पनि अभिकर्ता सङ्घ बीमक समिति एनएलआइसी नेपाल भनेर छ, र यसको महासङ्घ पनि हुन्छ। अभिकर्ता सङ्घमा विगत 15-16 वर्षदेखि एउटै मान्छेले अभिकर्ता सङ्घ चलाइरहेको र 2-3 वर्षपछि उसले अधिवेशन पनि नगरेको, 3 वर्षमा गर्नुपर्ने अधिवेशन पनि नगरेको, र अधिवेशन आफ्नो जिद्दीले, एक ग्रुपले आफ्नो जिद्दीले अधिवेशन गरेर अर्को व्यक्ति अध्यक्ष भएको, तर उसलाई बर बुझाजत नगरेको। बर बुझाजत नगरिकन उसले फेरि अर्को नयाँ अभिकर्ता के भनेर राष्ट्रिय अभिकर्ता सङ्घ भनेर अर्को अभिकर्ता सङ्घ खोलेको, र एउटै कम्पनीमा दुईवटा अभिकर्ता सङ्घ भए र दुईवटाले नै आसन ग्रहण गराउनलाई माग गरेको है। र त्यो आसन ग्रहण नगराइएको विवादमा यो सब कुराहरू भएको हो। यसबाट कम्पनीको कुनै पनि दोष छैन। कम्पनीले हजुरको पैसा खाइदिने, कम्पनीको बोनस दरमा हेरफेर हुने त्यस्तो केही हुँदैन। नेपाल लाइफ एकदम राम्रो कम्पनी हो। जसले काम गर्नुभएको छ, जसले कम्पनीमा बिमा गर्नुभएको छ, उहाँहरू ह्यारेस हुने नै होइन, पटक्कै हुनु पर्दैन। मेरो यो कुरालाई, मेरो यो बोलीलाई बाँडी नै सम्झेर विश्वास गर्नु होला। कसैलाई पनि यो कुराले असर गर्ने होइन। र मसँग जोडिएका बिमितहरूले झन् टेन्सन लिनै पर्दैन। यो कुरा हजुरहरूले बिमा गर्नुभएको कम्पनीको कुरै होइन है। थ्याङ्क यू सो मच।